माई गॉड कत्रो बस अगाडि आएको छ हौ बाइक पनि कुदाउनु पर्ने भ्लग पनि बनाउनु पर्ने बच्चा पनि हेर्नु पर्ने के गर्नु मेरो भिडियो देखेर भए पनि युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला रेडी भइसकेको कहाँ जानुलाई रेडी भएको यहाँ आउँदा भिडियोमा आउँदा कहाँ जान रेडी भएको हेलो नमस्ते म सजिना राई धेरै पछिको नयाँ ब्लगमा स्वागत छ तपाईँहरूलाई आज चाहिँ हामी घुम्न जाँदैछौँ सुपर मार्केट भाटपटेनी सुपर मार्केट जाँदैछौँ महाराजगञ्जको भाटपटेनी चाहिँ अस्ति नै ओपनिङ भइसकेको छ त्यो भाटपटेनी चाहिँ जेएनजीको आन्दोलनमा तहस नहस नै भएको थियो कि अनि हामी चाहिँ त्यो भाटपटेनी कस्तो छ भनेर हेर्न जाँदैछौँ अनि मैले इनड्राइभ गरेको थिएँ इनड्राइभ चाहिँ आएर फर्के जस्तो लाग्यो यहाँनिर एउटा त आइरहेको थियो मैले सोधेको होइन भन्यो आइसकेपछि चाहिँ म बाइकमै जानु पर्यो भनेर सोचिरहेको छु भिडियो हेर्दै गर्नु होला भिडियो कस्तो हुन्छ लाइक कमेन्ट सेयर गर्दै गर्नु होला है त गोप्रो लाउनु पर्यो भनेर सेटअप गर्दैछु हेलमेटमा होइन यसरी झुटिहालेको छ टोपी त लाउनु पर्यो चिसो हुन्छ चस्मा लाऊ हामी कहाँ जान रेडी भएको यसरी सुपर मार्केटमा जाँदैछौँ हामी सुपर मार्केटमा जाँदैछौँ आज भोलि आउँछौँ आज पनि आउँछौँ भोलि आउँछौँ है होस् भोलि चाहिँ गफहरू भोलि आउँछौँ है लु होस् ल तपाईँलाई म गिफ्ट दिन्छु अब बाई बाई रेडी भयो खै ल्याउ पार्ने अब जानु पर्यो इन्ड्राइभमा गएको इन्ड्राइभ हरायो अब हामी चाहिँ जाँदैछौँ आफ्नो बाइकमा रिस्की हुन्छ भनेर इन्ड्राइभमा गएको बाइकमा चाहिँ बच्चासँग तर त्यो इन्ड्राइभले क्यान्सल गर म भरे रिपोर्ट गर्छु त्यसलाई हेलो गाइज हेलो कहाँ जाँदैछ अरे तिमी सुपर मार्केट किन घुम्नु जानु ल हामी चाहिँ सुपर मार्केट जाँदैछौँ भिडियो हेर्नु होला सुपर मार्केट पनि बच्चा भएपछि एकदम रिस्की हुन्छ आफूलाई भिडियो बनाउन पनि रहर बच्चा पनि हेर्नुपर्ने मेरो यस्तो बिजोग छ राइड पनि गर्नुपर्ने त्यसका बाजे यस्तो हालत भइरहेछ मेरो जस्तो हालत त कसैको छैन होला हौ नेपालमा बिस्तारो बिस्तारो जानु पर्ला कति साह्रो जाम हो फेरि पैसा यो जेएनजीको आन्दोलनमा यो चक्रपथको भाटपटेनी चाहिँ तहस नहस नै भएको थियो कि अनि अस्ति 14 गते चाहिँ ओपनिङ भएको अनि कस्तो जानु मन थियो है कस्तो भयो कस्तो बनाए नयाँ भनेर चाहिँ अनि आज फेरि मेरो छोरीलाई सुपर मार्केट लान्छु भनिहालेँ फुर्काइहालेँ स्कुलबाट आएर आफै लुगा लगाएँ रेडी भएँ छोरी नानी आउनु है रेडी भएर चाहिँ गरेपछि नलगी भएन अनि छोरी अलि यता बस अलि सजिलो हो च्याप्पै बस्नु है नहल्लिनु है
फेरि बच्चासँग एकदम अप्ठ्यारो हुन्छ कि सिङ्गल कुदाइराख्ने। डबल त्यति बोकेको छुइनँ, अलिअलि बोक्नु त बोकेको छु, तर बच्चासँग रिक्स हुन्छ नि त। त्यही भएर पनि एकदम केयरफुल्ली चलाउनु पर्ने हुन्छ। बाइक पनि कुदाउनु पर्ने, भ्लग पनि बनाउनु पर्ने, बच्चा पनि हेर्नु पर्ने। के गर्नु। मेरो भिडियो देखेर भए पनि युट्युब च्यानललाई सब्सक्राइब गर्नु होला। मैले भिडियो नहालेको कति भयो, अनि वाच टाइम पनि घटेछ सबै। अब फेरि यहाँदेखि चाहिँ नयाँ वाच टाइम बनाउने भनेर चाहिँ मैले सोचिरहेको छु। सबैजनाले लाइक सेयर कमेन्ट गर्नु होला, अनि त्यसपछि भिडियो अन्तिमसम्म हेरेर वाच टाइम बढाउन सहयोग गरिदिनु होला। ओ माई गॉड, कत्रो बस अगाडि आउँछ हौ। आमा पनि छक्कै भयो त्यसका बाजे। यो केटी कस्तो रहेछ हो, नाथे बच्चासँग भिडियो बनाउँदै बाइक कुदाइरहेछ। बाफ्रे 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 भन्छ होला नि यो पुलिसले पनि। हामी यो ल फाइनल्ली हामी सुपर मार्केट आइसकेको छौँ। बाइक यहाँनिर पार्किङ गरेँ बच्चासँग, अलि अप्ठ्यारो भयो। ल एकछिन एकछिन उपर जाने हो कि। अनि अघि तिमी छोरी के भनेको यहाँ हेर्दा, अघि के भनेर केही नमाग्ने भनेको हो कि होइन। अहिले म त फेरि घर जान्छु है। तिमीलाई केही नमाग्ने भनेर चाहिँ मैले चाहिँ लिएको हो कि होइन भन त। अहिले धेर तिमी ब्याट हुने होइन। सजाउनु भएको रहेछ एकदम नयाँ स्टाइलको बनाउनु चाहिँ। आइसक्रिमहरू यहाँ पाउँछ। हामी पहिला घुम्छौँ अनि त्यसपछि भरे हामी यहाँ आउँछौँ। बाटबाट नि घुमिसक्यो।